भोट माग्दै आयो ल दाजुभाइ दिदीबहिनीहरू सबैलाई नमस्कार छ। महावीर पुनको नाम सुन्नु भएको छ भने आयो महावीर पुन आयो ल आउनु महावीर ल आज चाहिँ भोट माग्न आएको छु, चुनाव चिन्न आएको छैन। पर्सि आउँछ। नमस्कारमा नेपालको अर्थतन्त्र सुध्रिन्छ अनि विदेश जानु पर्दैन होइन, त्यो रातारात हुने कुरो भएन ल होइन त। रातारात त महादेवले पनि गर्न सक्दैनन् होला, महादेव आयो भने गर्दैन होला, तर खै महादेवलाई पनि गाह्रै छ नेपालमा। ल ओहो हेलो बजारको दाजुभाइ दिदीबहिनीहरू बेलुका के आयो यस्तो हुल आयो ल नमस्कार। ल यो चुनावमा उठेको मान्छेको नमस्कार। आफ्नो मन परेको मान्छेलाई आफूले चाहिँ विश्वास गर्ने मान्छेलाई भोट हाल्नुहोस् र त्यो भोट हालेको मान्छेले काम गर्छ कि गर्दैन राम्रोसँग चाहिँ के अरे उस गरेर सोचेर हाल्नुहोस्। देश बनाउने मान्छे चुन्ने हो यो। एउटा कुरा फेरि मैले चाहिँ उहाँ आउँछु भनेको थाहै थिएन त हामीलाई त। अनि तपाईँ आउनुहुन्छ भने थाहै थिएन त। अनि कहाँ आउने म्याग्दीमा के ए त्यो त भगवान्ले कसरी जस्तै सुबिनसँग त म दाइ भाइ हो होइन, उसले पनि कुरा गर्थ्यो अघि। कसले? सुबिनले के कसैले भनेको थिएन। मैले चाहिँ यहाँ आउने भन्ने कुरा प्रधानमन्त्रीलाई मात्रै भनेको थिएँ है। राजीनामा त दिनै पर्यो होइन, राजीनामा दिँदाखेरि प्रधानमन्त्रीले थाहा पाइहाल्ने भए अनि मन्त्रीलाई छोडेपछि छोड्नु बेलामा सचिवलाई त भन्नु पर्यो, प्रधानमन्त्री र सचिवलाई भनेर निस्केर बेनीमा त्यही भएको मगाएको थिएँ।